जहाँ पनि तालिम 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 छ, उत्पादन पनि छ, उद्यम पनि छ, त्यसको बजार छैन। बजारको चाहिँ चिन्ता गर्नु पर्दैन। लगभग 500 भन्दा बढी उद्यमी हामीसँग हुनुहुन्छ। भने नेपालमा चाहिँ अब धेरै सम्भावना छ। 6000 भन्दा बढी यहाँनिर प्रोडक्टहरू छन्, जस्तै अमेरिका, अस्ट्रेलिया, क्यानाडा, युरोपका धेरै देशहरू, जापान, कोरियाहरू धेरै ठाउँहरूमा हामीले नेपाली सामान पुर्याइरहेछौँ। नेपालको झन्डै 60-65 जिल्लाको यहाँनिर सामानहरू छ। विगत 5 वर्षदेखि चाहिँ यस ठाउँमा उद्यमी घर सञ्चारमा ल्याएका छौँ। चाहिँ नेपालका धेरै 40-42 जिल्लामा चाहिँ पुगेर त्यहाँको स्थानीय सरकार, प्रदेश सरकार, सङ्घीय सरकारसँग मिलेर थुप्रै खालको तालिमहरू, महिलाहरूको सशक्तिकरण, युवाहरूको रोजगारी, समुदायको जीविकोपार्जन लगायतका स्थानीय स्रोत होइन, समुदायको चाहना र बजारको मागलाई ध्यानमा राखेर विभिन्न खालको तालिमहरू गऱ्यौँ 18-20 वर्षदेखि। र नेपालको सन्दर्भमा चाहिँ जहाँ पनि तालिम 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 छ, उत्पादन पनि छ, उद्यम पनि छ, त्यसको बजार छैन। त्यसैले यो सबै नेपालमा जति पनि साना, स्थानीय, लघु, घरेलु, जति पनि युवा तथा महिला दिदीबहिनीले उत्पादन गरेका सबै सामानहरूलाई एउटै प्लेटफर्ममा राखेर यसलाई चाहिँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने लक्ष्य राखेर हामीले विगत 5 वर्षदेखि चाहिँ यस ठाउँमा उद्यमी घर सञ्चारमा ल्याएका छौँ। नेपालको झन्डै 60-65 जिल्लाको यहाँनिर सामानहरू छ। तनहुँबाट चाहिँ हामीलाई यो मादलहरू, तनहुँ जिल्लाबाट मादलहरू पनि आउँछ, अनि केही खानेकुराहरू, खाद्यान्न गेडागुडीहरू पनि आउँछ र ढाकाका पनि उत्पादनहरू पनि छन्। यता भानु साइडमा चाहिँ त्यहाँनिर यो घरेलु सरफहरू, यस्तो ह्यान्डवासहरूको सामानहरू त्यहाँबाट पनि आउँछ। अनि लमजुङ साइडतिर पनि ढाकाको उत्पादन त्यताबाट आउँछन्। त्यसरी हामीले देशका 60-65 जिल्लालाई जोडेका छौँ। लगभग 500 भन्दा बढी उद्यमी हामीसँग हुनुहुन्छ। र यहाँनिर हजुरले देख्नुभयो 6000 भन्दा बढी यहाँनिर प्रोडक्टहरू छन्, जस्तै अमेरिका, अस्ट्रेलिया, क्यानाडा, युरोपका धेरै देशहरू, जापान, कोरियाहरू धेरै ठाउँहरूमा हामीले नेपाली सामान पुर्याइरहेका छौँ। र हजुरको सन्दर्भमा चाहिँ जस्तै हजुरहरू अब यो मकैको खोस्टाका उद्यमीहरू हुनुहुन्छ होइन, जस्तै अब अचारका उद्यमीहरू पनि हुनुहुन्छ, ढाकाको उद्यमीहरू पनि हुनुहुन्छ, सालको दुना टपरीका पनि उद्यमीहरू हुनुहुन्छ होइन। अरू मैले अझ के छुट्याएँ होला, खाजा साजा मिठाईका पनि उद्यमीहरू हुनुहुन्छ। भने मेन हामीले देखेको चाहिँ के होइन, स्थानीय स्तरमा त्यसको सम्भावना छ। र विश्व बजारमा त नेपाली उत्पादन, ह्यान्डमेड, मेड इन नेपाल भनिसकेपछि त्यो एकदम विश्वसनीयता छ, धेरै खालको माग पनि छ। त्यसैले अब हजुरहरू सबैजना आउनु भएको छ, धेरै ठाउँमा पुग्नु पनि भएको छ, घुम्नु पनि भएको छ। बजारको चाहिँ चिन्ता गर्नु पर्दैन जस्तो हामीलाई लाग्दछ। जति पनि त्यसको बजारहरू छन्, हजुरले पनि आफ्नो मूल्य राखेर आफ्नो उत्पादनको होलसेल मूल्य राख्नुभयो भने हामी उद्यमी घरसँग चाहिँ हामी जोडिन्छौँ। र अलिकति दर्ता चाहिँ हुनु पऱ्यो होइन, प्यान बिलहरू सबै हुनु पऱ्यो। त्यस्तो खालको छ भने जति पनि तपाईँहरू उद्यमी हुनुहुन्छ सबै उद्यमलाई हामीले, जस्तै वन पैदावारमा आधारित उद्यमहरू छन्, खाद्यमा आधारित उद्यमहरू छन्, घरेलु हस्तकलाका उद्यमहरू छन् होइन, जुन चाहिँ हाम्रो आन्तरिक पर्यटक, बाह्य पर्यटक र सँगसँगै स्थानीय बजारलाई लक्षित गरेर जति पनि उद्यमहरू छन्। मुख्य कुरा चाहिँ हामीले इन्डिभिजुअल व्यक्तिगत रूपमा अथवा सङ्गठित भएर सामूहिक रूपमा मिलेर गर्ने जति पनि उद्यमहरू छन् त्यसलाई बजारीकरण गर्न सकिन्छ। हजुरले कुनै पनि खालको प्रस्तावहरू ल्याउनुभयो, यो चिजलाई चाहिँ उद्यमी घरमा जोडौँ भन्नुहुन्छ भने त्यसको होलसेल मूल्य हजुरले राख्नुहोस्, त्यो सामान हामी किनिदिन्छौँ र निरन्तर रूपमा चाहिँ हामीले त्यो खालको सहकार्य गर्न सकिन्छ। सबैजना हामी मिलेर नै हाम्रो उत्पादनको बजारीकरण गर्ने हो, यसलाई व्यापक रूपमा लाने हो, जसबाट चाहिँ हजुर हाम्रो आय आर्जन, रोजगारी होइन, नेपाली उत्पादन, नेपाली संस्कृति परम्पराको जगेर्ना लगायतको काममा पक्कै पनि मद्दत पुग्छ। हस्, धन्यवाद।